साथीहरू हजुरहरूलाई मेरो च्यानलमा स्वागत छ। यदि हजुरहरू नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनु होला। आज एकदम बिग न्युज छ। त्यो बिग न्युज के हो भन्दाखेरि नेपालले अब आगामी डिसेम्बर 9, 11 र 13मा इन्डियासँग आफ्नो घरेलु मैदान टियुमा इन्टरनेसनल T20I खेल्न गइरहेको छ। त्यो T20I चाहिँ भर्खरै भएको स्कटल्यान्डको जुन स्कटल्यान्ड र BCCI बिचमा को साझेदारीमा पारस खड्का र चतुरबहादुर चन्दले BCCI का तपाईँको अध्यक्ष भनौँ, प्रेसिडेन्ट भनौँ, उहाँसँग सहकार्य गरेर पछिल्लो समय BCCIसँग राम्रो सहकार्य भएर इन्डिया र नेपालको सिरिज नेपालको कीर्तिपुर मैदानमा। यो नेपालको लागि एकदम ठुलो बिग न्युज हो। इन्डिया जस्तो पावर हाउससँग नेपालको आफ्नो घरेलु मैदान इन्टरनेसनल क्रिकेट मैदानमा खेल्न गइरहेको छ, जुन म्याच चाहिँ एकदमै बहुप्रतीक्षित हुन गइरहेको छ। त्योभन्दा अगाडि नेपालले लिग 2 को तयारीका लागि जर्सीसँग इन्डिया जस्तो एसियाको पावर हाउस, क्रिकेटको पावर हाउस देशसँग नेपालले आफ्नो इन्टरनेसनल क्रिकेट मैदानमा खेल्नु भनेको त्यो आफैमा एकदम ठुलो कुरा हो। पछिल्लो समय क्यान र BCCI को राम्रो साझेदारीपछि यो सिरिज नेपालको घरेलु मैदानमा हुन गइरहेको छ। त्यो पनि अब खेल फ्लड लाइटमा पनि हुनसक्छ अथवा डेमा पनि हुन सक्ने क्यानबाट अस्ति भर्खर कुरा आएको छ। त्यो डेट चाहिँ 9, 11 र 13मा हुन गइरहेको छ। त्योभन्दा अगाडि अब नेपालले यही 13 तारिक र 15 तारिक चाहिँ जर्सीसँग लिग 2 को तयारीको लागि चाहिँ खेल्ने। स्कटल्यान्डमा भएको त्यो मिटिङपछि क्यान र BCCI को साझेदारीमा हुन गइरहेको यो बाइल्याटरल सिरिज जुन नेपालको इन्टरनेसनल क्रिकेट मैदानमा हुन गइरहेको छ, खेल डे अथवा फ्लड लाइटको अन्डरमा पनि हुन सक्ने क्यानद्वारा घोषित छ। खेल यही डिसेम्बरमा 9, 11 र 13 गरेर खेल T20I फर्मेटमा हुनेछ। यो बाइल्याटरल सिरिजले नेपाली खेलाडीहरूमा उत्साहसहित अपर्च्युनिटीको एकदम सही सदुपयोग गर्ने हामीले आशा गरेका छौँ। अब यो खेलभन्दा अगाडि नेपालले लिग 2 को तयारीका लागि जर्सीसँग यही जुलाई 13 र 15मा खेल्न गइरहेको छ। त्यसपछि नेपालले आफ्नो लिग 2 को साइकल 21 नेदरल्यान्ड र नामिबियासँग सुरु हुन जान्छ। त्यसपछि नेदरल्यान्ड र नामिबियाको खेल सकिसकेपछि अब हाम्रो अर्को सिरिज भनेको क्यानाडा र ओमानमा हुन्छ। त्यसपछि त्यो सिरिज सकिसकेपछि नेपालले अब आफ्नो घरेलु लिग जुन नेपाल प्रिमियर लिगको 3rd सिजन खेल्न गइरहेको छ, त्यसमा अब राम्रो गर्ने प्लेयरहरूलाई लिएर नेपाल ए को साइडसँग आफ्नो बाइल्याटरल सिरिज डिसेम्बर 9, 11 र 13मा खेल्न गइरहेको छ, जसमा नेपालको सम्भावित प्ले 11मा पर्न सक्ने खेलाडी भनेको NPLमा उत्कृष्ट प्रदर्शन गर्ने केही खेलाडी र हाल नेपाल क्रिकेट सङ्घसँग आबद्ध खेलाडीहरूलाई सम्मिश्रित गरेर T20I फर्मेटमा खेलाडी तयार गर्नेछ। भनेदेखि भारतबाट तयार गर्ने खेलाडीहरूमा चाहिँ पहिला हामीले योभन्दा अगाडि पनि एसियन कप क्वालिफायरमा खेलिसकेका छौँ। त्यसमा खेलेका छन् ऋतुराज गाइकवाड, तिलक वर्माहरू जस्ता खेलाडीहरू क्याप्टेनदेखि लिएर यिनीहरूकै सर्कलमा हुनेछ। र IPLमा राम्रो प्रदर्शन गरेका वैभव सूर्यवंशी जुन एकदमै पावर हिटिङवाला खेलाडी हुन्, तिनलाई जुन भारतका क्रिस गेल पनि भनेर चिनिन्छ, उनी पनि आबद्ध हुने धेरै सम्भावना छ। भारतको यो साइडबाट आउन सक्ने खेलाडीहरू भनेको तिलक वर्मा जुन क्याप्टेन अथवा उनी भाइस क्याप्टेन हुन पनि सक्नेछन्। त्यसपछि ऋतुराज गाइकवाडहरू पनि हुन सक्नेछन्, उनी एकदमै चेन्नई सुपर किङबाट एकदम राम्रो प्रदर्शन गर्ने खेलाडी हुन्। त्यसपछि अभिषेक शर्मा पनि आबद्ध हुन सक्ने सम्भावना धेरैभन्दा धेरै छ। रियान परागहरू यिनीहरू पनि राम्रो IPLका राम्रो प्रदर्शन गर्ने खेलाडीहरू हुन्। अनि प्रभसिमरन सिंहहरू विकेट किपर पनि राम्रो गर्छन्, उनले विकेट किपिङ राम्रो गर्न सक्छ, पावर हिटिङ पनि छन्। इशान किसानहरू पनि आउन सक्नेछन्। त्यसपछि नेपालको राम्रो प्रदर्शनपछि, वर्ल्ड कपमा नेपालको राम्रो प्रदर्शनपछि इन्डियाले
अब पनि त्यस्तै गली क्रिकेटका खेलाडीहरू पठाउनुको साटो राम्रा प्लेयरहरू पठाउन सक्ने हामीले अनुमान गर्न सकिन्छ। हर्षित राणा, आर्शदीप सिंहहरू, प्रसिद्ध कृष्णहरू, अखिल अहमदहरू यस्ता खेलाडीहरूले खेल्ने हो भने नेपालले राम्रो बुस्ट गर्ने सम्भावना देखिन्छ र यी खेलाडीहरूबाट गेम सिक्ने हो भने नेपालले अब आगामी दिनहरूमा हुन जाने ओडिआई, T20I जस्ता फर्मेटहरूमा यी खेलाडीहरूबाट आइपिएलको अनुभव साथसाथै यी खेलाडीहरूबाट ड्रेसिङ रुमहरू सेयर गर्ने, यताउति यी प्लेयरहरूबाट धेरै कुराहरू सिक्ने मौका पाउन सक्ने सम्भावना हुँदै आजको भिडियोबाट म बिदा हुन चाहन्छु। यदि हजुर नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनुहोला।